हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ म एकदम मेकानिकल इन्जिनियरिङको एकदम इम्पोर्टेन्ट टपिक मेटल फर्मिङको बारेमा भन्न गइरहेको छु। मेटल फर्मिङ आई होप कि तपाईँहरू पनि आफ्नो नोट कपी पेनहरू लिएर बस्नुभएको छ। सो यो भनेको एकदम इम्पोर्टेन्ट टपिक हो। हाम्रो डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ ब्याचलर्स इन मेकानिकल इन्जिनियरिङको लागि तपाईँहरूको जस्तै कि लाइसेन्सको लागि भयो अथवा सेमेस्टर इक्जाम्सहरूको लागि पनि एकदम इम्पोर्टेन्ट हुनेवाला छ। सो मेटल फर्मिङ भनेको चाहिँ के हो? हामीले चाहिँ मेटल फर्मिङ भनेको चाहिँ कुनै पनि मेटललाई एउटा फिक्स सेप दिन्छौँ, प्लास्टिकली डिफर्म गरेर फिक्स सेप दिने प्रोसेसलाई चाहिँ मेटल फर्मिङ भन्छौँ हामीले। एउटा फिक्स ज्योमेट्री हुन्छ कि त्यसलाई चाहिँ हामीले डाई ज्योमेट्री भन्छौँ। हामीले चाहिँ प्लास्टिकली डिफर्म गर्छौँ। सो यसको चाहिँ त्यो कामले भनौँ न एज अ होल चाहिँ दुईवटा क्याटेगोरी छ। एउटा चाहिँ बल्क फर्मिङ अनि अर्को हुन्छ सिड फर्मिङ। हाम्रो बल्क फर्मिङमा चाहिँ पर्छ हाम्रो रोलिङ पर्छ, हाम्रो पऱ्यो रोलिङ, अनि एक्सट्रुजन, अनि फर्जिङ, वायर ड्रइङ, हाम्रो अनि सिड फर्मिङमा चाहिँ हाम्रो पर्छ डिप ड्रइङ, पर्छ, अनि स्ट्रेचिङ, अनि पम्चिङ, बेन्डिङ, यो चाहिँ हाम्रो सिड फर्मिङ भयो नि, बल्क फर्मिङ। सो आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ वायर ड्रइङको बारेमा एकदम इम्पोर्टेन्ट कुरा भन्नु गइरहेको छु। वायर ड्रइङ। सो यो वायर ड्रइङ आज मैले जुन कुरा भन्न गइरहेको छु यो चाहिँ एउटा बेस जस्तो हुन्छ सबै मेटल फर्मिङको लागि। सो यो चाहिँ एकदम इम्पोर्टेन्ट भिडियो हुनेवाला छ। सो एकदम ध्यान दिएर हेर्नु होला। वायर ड्रइङ। सो वायर ड्रइङ चाहिँ हाम्रो कोल्ड वायर ड्रइङ, हट वायर ड्रइङ दुइटै हुनसक्छ। यो मैले कोल्ड वायर ड्रइङ भनेको चाहिँ रिक्रिस्टलाइजेसन टेम्परेचरभन्दा चाहिँ तल, र हट ड्रइङ भनेको चाहिँ रिक्रिस्टलाइजेसन टेम्परेचरभन्दा माथि भनेको हो। सो नझुकिनु होला। वायर ड्रइङ चाहिँ हाम्रो दुइटै हुन्छ, हट वायर ड्रइङ र कोल्ड वायर ड्रइङ। सो सुरुमा चाहिँ हामीले बुझौँ कि हाम्रो यो कोल्ड वर्किङ र हट वर्किङ किन इम्पोर्टेन्ट हुन्छ हाम्रो लागि। सो सुरुमा त हामीले जस्तै कोल्ड वर्किङ त थाहा छ हामीलाई। कोल्ड वर्किङ टेम्परेचर भनेको चाहिँ हाम्रो कति हुन्छ 0.4 TM। TM भनेको चाहिँ मेल्टिङ टेम्परेचर हो इन केल्भिन। अनि
यो भन्दा cold working र hot working सुरुमा त एक्युरेसी हाम्रो एक्युरेसी जहिले पनि हामीले कुनै पनि मेटललाई कोल्ड वर्किङ गर्दाखेरि हाम्रो एक्युरेसी चाहिँ कोल्ड वर्किङको धेरै हुन्छ, हट वर्किङको कम हुन्छ। त अनि सर्फेस फिनिस नि हाम्रो कोल्ड वर्किङको धेरै हुन्छ र हट वर्किङको कम हुन्छ। यो चाहिँ सबै यो कोल्ड वर्किङको एडभान्टेजहरू हो है। यो चाहिँ कोल्ड वर्किङको एडभान्टेजहरू हो। एक्युरेसी धेरै हुन्छ, सर्फेस फिनिस धेरै हुन्छ। अनि अर्को स्ट्रेन्थ, हाम्रो स्ट्रेन्थ पनि हाम्रो कोल्ड वर्किङ पछि चाहिँ धेरै हुन्छ र हट वर्किङको चाहिँ कम हुन्छ। तर एउटा एडभान्टेज छ हट वर्किङको। यो सबैभन्दा एउटा एडभान्टेज छ कि हट वर्किङको हाम्रो, त्यो हो ड्रोइङ फोर्स। ड्रोइङ फोर्स हाम्रो कोल्ड वर्किङको धेरै हुन्छ र हट वर्किङको एकदम कम हुन्छ। त्यो भनेको एकदम एडभान्टेज हो। कुनै पनि मेटेरियललाई हामीले इजिली डिफर्म गर्न सक्छ भने त्यो भनेको हाम्रो लागि एकदम एडभान्टेजवाला कुरा हो। त्यही भएर हट वर्किङ चाहिँ यसमा चाहिँ एकदम एडभान्टेज त्यो हुन्छ हाम्रो लागि। यसमा चाहिँ एउटा त्यो आउँछ टर्म, मिन फ्लो स्ट्रेस भन्ने टर्म आउँछ। मिन फ्लो स्ट्रेस हाम्रो हट वर्किङमा चाहिँ यो चाहिँ एकदम कम हुन्छ, मिन फ्लो स्ट्रेस, र कोल्ड वर्किङमा चाहिँ धेरै हुन्छ। जाउँ हामी वायर ड्रइङमा। र हामीले एउटा चित्र बनाऊँ। यस्तो मेरो ड्रइङ चाहिँ त्यस्तो राम्रो हुँदैन। सो यो चाहिँ बुझाउनको लागि हो। यो चाहिँ डाई हो। यो चाहिँ हाम्रो डाई हो। त्यो डाई। यो ड्रइङ चाहिँ मेरो ड्रइङ, आई एम नट गुड एट ड्रइङ, द्याट्स वाइ आइ एम टेकिङ टु मच टाइम। सो डोन्ट वरी, यो चाहिँ तपाईँहरूको लागि वर्थ इट हुन्छ। यो तपाईँहरूले चाहिँ एकदम बुझ्नुहुन्छ। डी
सो यो भनेको चाहिँ हाम्रो इनिसियल एरिया अनि एएफ भनेको चाहिँ फाइनल एरिया। हामीले यताबाट चाहिँ सिग्मा डी ड्रोइङ फोर्सले हामीले चाहिँ यताबाट तानिरहेछौँ ल। यो सेक्सनलाई चाहिँ हामीले बेल सेक्सन भन्छौँ, बेल। अनि यसलाई चाहिँ हामीले एप्रोच सेक्सन भन्छौँ। यसलाई चाहिँ हामीले डाइल्यान्ड भन्छौँ यसलाई हामीले। अनि यो चाहिँ हाम्रो रिलिफ भयो। सो अनि यसलाई चाहिँ हामीले अल्फा भनेको चाहिँ हाम्रो सेमी डायङ्गल हो। यस्तो गऱ्यो भने चाहिँ हामीले यता 12 आउँछ। यो भनेको चाहिँ डायङ्गल हो। सो यो चाहिँ हाम्रो ड्रोइङ भयो। यो भनेको चाहिँ ट्युब हो। यो भनेको चाहिँ लुब्रिकेन्ट हो। यो डट 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 ट्युब र यो हाम्रो वायरको बिचमा चाहिँ यो लुब्रिकेन्ट हो। सो यसमा चाहिँ के छ भने यदि हामीले यो राम्ररी लुब्रिकेन्ट हाम्रो पुर छ भने हाम्रो चाहिँ सर्फेस क्र्याक्सहरू आउँछ। सर्फेस क्र्याक्सहरू आउँछ, जस्तो कि ब्याम्बो क्र्याक भयो। ब्याम्बो क्र्याक भनेको टाइप अफ क्र्याक है। यो चाहिँ लुब्रिकेन्ट पुर भयो भने चाहिँ सर्फेस डिफर्मेसनहरू आउँछ। अनि यदि हामीले यो बिफोर ड्रोइङ हामीले चाहिँ राम्ररी क्लिनिङ गर्नुपर्छ, अक्साइड्सहरूलाई चाहिँ हटाउनुपर्छ। र यदि हामीले अक्साइड्सहरू हटाएन भने चाहिँ त्यसमा चाहिँ हाम्रो इन्टरनल क्र्याक्सहरू आउँछ। र त्यो अक्साइड्स हटाउने प्रोसेसलाई चाहिँ पिकलिङ भन्छौँ हामीले। पिकलिङ भनेको चाहिँ त्यही हो, एसिडिक बाथमा चाहिँ हाम्रो यो स्पेसिमेनलाई डिप गरेर त्यसलाई राम्ररी त्यो अक्साइड्सहरू चाहिँ त्यो हटाइदिन्छ। त्यसले चाहिँ हाम्रो इन्टरनल क्र्याक्सहरू चाहिँ त्यो प्रिभेन्ट हुन्छ त्योबाट। अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हाम्रो बेल सेक्सनमा चाहिँ हाम्रो चाहिँ नो प्लास्टिक डिफर्मेसन है। हाम्रो बेल सेक्सनमा चाहिँ प्लास्टिक डिफर्मेसन हुँदैन। हाम्रो प्लास्टिक डिफर्मेसन सुरु हुने भनेको एप्रोच सेक्सनबाट मात्र हो प्लास्टिक डिफर्मेसन हुने। र यो पर्पज अफ रिलिफ हाम्रो पछाडि यस्तो छ नि, यस्तो आएको छ। यस्तो यो चाहिँ हाम्रो रिलिफ छ नि, रिलिफ यो चाहिँ हाम्रो फाइनल त्यो भयो। हाम्रो चाहिँ रिलिफ किन दिन्छ त? हाम्रो रिलिफ दिने भनेको चाहिँ to accommodate elastic recovery, or simply यसलाई भन्दाखेरि स्प्रिङ ब्याक। सो तान्दाखेरि चाहिँ हाम्रो, त्यही भएर चाहिँ मैले यो फाइनल
यो फाइनल एरिया चाहिँ मेरो योभन्दा अलिकति मैले अलिकति योभन्दा अलिक ठुलो बनाइदिएको छु यो फाइनल एरिया। अनि हामीले अगाडि हेऱ्यौँ नि जस्तै सरी जस्तै कि हामीले यो फिगरमा हेऱ्यो यो ट्युब हाम्रो यो ट्युबको पर्पज चाहिँ के हो। सो ट्युबको पर्पज चाहिँ हामीले ट्युब चाहिँ tube provides pressurized lubricant. So हाम्रो त्यो लुब्रिकेसन गर्नु भनेको एकदम इम्पोर्टेन्ट कुरा हुन्छ यस्तो कुरामा। त्यही भएर ट्युबले चाहिँ त्यो स्प्ल्यासिङ हुनबाट त्यो बचाउँछ, त्यो लुब्रिकेन्टहरू यताउता नजाओस् भनेर त्यही भएर चाहिँ ट्युब दिइन्छ, प्रेसराइज लुब्रिकेसन त्यहाँ प्रोभाइड होस् भनेर। र अर्को कुरा आउँछ हाम्रो हामीले यो सिग्मा डी छ नि, यो भनेको हाम्रो ड्रइङ फोर्स। हामीले चाहिँ यो मेटल फर्मिङमा चाहिँ ड्रइङ फोर्स हामीले ड्रइङ फोर्स फाइन्डिङ मेथड्स। सो एउटा कुरा भन्न चाहन्छु योभन्दा अगाडि, हाम्रो यो वाइड ड्रइङ र एक्सट्रुजन एकदम सेम हुन्छ कि। वाइड ड्रइङमा चाहिँ जस्तै कि हामीले वाइड ड्रइङमा चाहिँ यताबाट तान्छौँ भने हाम्रो एक्सट्रुजनमा अगाडिबाट चाहिँ हाम्रो ड्रइङ फोर्स हुन्छ। वाइड ड्रइङमा हामीले पछाडिबाट हुन्छ। यो चाहिँ वाइड ड्रइङ एक्सट्रुजनमा चाहिँ हाम्रो पछाडिबाट चाहिँ सिग्मा डी लाग्छ र वाइड ड्रइङमा चाहिँ हाम्रो अगाडिबाट सिग्मा डी लाग्छ। यति मात्र डिफ्रेन्स हो एक्सट्रुजन र वाइड ड्रइङमा, र अरू सबै सेमै हुन्छ। र कुरा गरौँ ड्रइङ फोर्स निकाल्ने हामीले यो मेटल फर्मिङमा चाहिँ हामीले पाँचवटा तरिकाले यो ड्रइङ फोर्स निकाल्न सक्छौँ। पहिलो छ हाम्रो अप्पर बाउन्ड थ्योरम, अर्को छ लोवर बाउन्ड थ्योरम, अनि तेस्रो छ स्ल्याब एनालाइसिस, चौथो छ हाम्रो स्लिप लाइन थ्योरी, र पाँचौँ छ हाम्रो जोन्सन्स इक्वेसन। त्यति मध्येमा हाम्रो यो स्ल्याब एनालाइसिस र अनि यो जोन्सन्स इक्वेसन चाहिँ इम्पोर्टेन्ट हुन्छ। र हाम्रो जस्तै एउटा भनौँ यो सिग्मा डी, त्यहाँ हाम्रो वाइड ड्रइङको लागि चाहिँ सिग्मा डी इजिकल टु सिग्मा नट 1 प्लस बी बाई बी 1 माइनस एएफ बाई एआई बी। यो चाहिँ हाम्रो स्ल्याब एनालाइसिसबाट निस्केको फर्मुला हो, हाम्रो ड्रइङ फोर्स फर वाइड ड्रइङ।
र हाम्रो यो एक्सट्रुसनमा नि यही सिमिलर फर्मुला सेम यही हुन्छ, बस यो AF by AI माइनस यो चाहिँ यो टर्म चाहिँ अगाडि आउँछ र -1 चाहिँ त्यो पछाडि हुन्छ। सो हाम्रो B भनेको चाहिँ म्यु कस अल्फा, म्यु भनेको कोएफिसिएन्ट अफ फ्रिक्सन, अल्फा भनेको सेमी डायएङ्गल भनेको चाहिँ यो अल्फा हो, अनि म्यु भनेको कोएफिसिएन्ट अफ फ्रिक्सन भइहाल्यो, अनि यहाँ A भनेको फाइनल एरिया, अनि AI भनेको इनिसियल एरिया, अनि सिग्मा नट भनेको चाहिँ हाम्रो मिन फ्लो स्ट्रेस or एभरेज फ्लो स्ट्रेस। सो एक्सप्रेसनको लागि चाहिँ हेर्नुपर्दा हामीले के हुन्छ भने एक्सप्रेसनको लागि चाहिँ सिग्मा डी इक्वल टु सेम एउटै फर्मुला हुन्छ, तर के हुन्छ भन्दाखेरि बस यति मात्रै चेन्ज हुन्छ। ल आजको लागि यति नै गरौँ। फेरि अर्को भिडियोमा चाहिँ मैले यसको बारेमा एक्सट्रुसन र यो वायर ड्रइङको बारेमा अझै भन्नेछु, र साथै गरी फ्युचरमा चाहिँ फोर्जिङ अनि अरू के मेटल फर्मिङहरू जस्तै रोलिङ फोर्जिङ भयो, सिट मेटल फर्मिङ अरू पनि भिडियोहरू लिएर आउनेछु फ्युचरमा। थ्याङ्क यू भेरी मच।